हो यो चाहिँ हाम्रो 3 चुला दामी चुचु बिहानको बिजुवा दामी कुल Hello everyone, Sewa Namaste. This is me Alisha again and welcome back to my vlog. So साथीहरु आज चाहिँ म माथि भन्ज्याङ बजारमा छु। यहाँ तपाईले देखिराख्नु भएको यो चाहिँ हेल्प पोस्ट हो यो हाम्रो डाँडा भन्ज्याङको अनि एरिया ठुलै छ यो भन्ज्याङ बजार पनि तर मैले चाहिँ आफू भएको एरिया मात्रै थोरै देखाएँ हैन। अनि साथीहरु आज चाहिँ खास भन्नु पर्दा हामी चाहिँ साल्पा सिलिचु जानु आँटेको अनि यहाँ सबैजना मान्छेहरु भेला भइरहेको छौं र यो देखिराख्नु भएको यो घर चाहिँ हाम्रो भन्ज्याङको घर हो। यहाँ चाहिँ मैले धेरै समय भन्दा नि सर्टेन टाइम बिताएँ। यो हाम्रो भन्ज्याङबाट पनि हिमाल देख्छ क्या यहाँनेरि एकदमै चिसो हुन्छ है यो चाहिँ हाम्रो यहाँ भन्ज्याङदेखि देखिने हिमाल हो। अनि त्यस पछाडि यो चाहिँ हाम्रो भन्ज्याङ एरिया हो। म चाहिँ पहिला यहीँ बसेको यही एरियामा अहिले त झार भएछ पहिला अब अहिले त मान्छेहरू छैन नि त सबै अब सहर बजार गए पहिला चाहिँ यो बाटोहरू चाहिँ एकदम क्लिन हुने गर्थ्यो क्या म भन्दा सानोमा पर देख्नु भएको चाहिँ स्कुल हो हाम्रो 20 minutes later साथीहरु भर्खर आइपुग्यो यो हल्कुम भन्ने तलतिर आइपुग्यो हैन तपाईहरु देख्न सक्नुहुन्छ यस्तो डाँडा त कतिवटा डाँडा काट्न पर्छ भनेको कुरा चाहिँ अब अहिले पनि थाहा छैन। यो चाहिँ एकादशीमा मर्ने मान्छेको नाममा फुल तार्देको भन्छ यो चाहिँ हैन हामी राईहरुले चाहिँ यस्तो गर्छ भन्नुहुन्छ भने धानहरु हेर्नु यस्तो बिजोग पारेको छ ओ प्रकृतिले पनि लास्टै धेरै ठगेको एकचोटि त यो धान काट्न कम्ता अप्ठ्यारो हुँदैन पछि यस्तो सुत्तर बनाएको छ। यहाँ चाहिँ आमा बाबा निनी हुनुहुन्छ। गाउँतिरको धारा यस्तो हुन्छ तपाईहरुले देखेको छ कि छैन यहाँनिर चाहिँ पानी खाने हो या हाम्रो धारा चिप्लो रहेछ बाबा ढुङ्गा त यसरी खाने क्या। अच्छा यो चाहिँ कङ्खे खोला हो त्यो माथि चाहिँ यो मोटर बाइक गाडी हिँड्ने रोड बनाएको रहेछ हामी चाहिँ यहाँ कङ्खे खोला यो निनी अहिलेसम्म कस्तो हुँदैछ मजा बाबा तपाईँले यहाँसम्म हिँड्दा कस्तो लाग्यो? एकदम दामी कङ्के खोला तरिँदैछ अब धेरै बाटोसम्म हामी उभो जाने अब देउधामले बोलाएको छ देउधाममा पुग्नै पर्छ हामी हामी तपाईहरु सबैले मठको कुरो हिँडेको बाबाहरू अगाडि भाइहरू पछाडि छ म चाहिँ ठाउँमा भिडियोहरू क्याप्चर गरिराखेको छु के कस्तो हुन्छ अझै पनि म भिडियो बनाउँदै जान्छु। many hours later चाहिँ अलमोस्ट 5 घन्टा जस्तो भइसक्यो होइन हामीहरू चाहिँ एकदम खाएको केही बोल्नु मन छैन एकताल खोलाले अब पनि आइरहेको छैन। यो चाहिँ पुल हो क्या यो चाहिँ यहाँबाट अब तरेर हामी चाहिँ यो पारी यस्तो डाँडा त कतिवटा कट्नुपर्छ पाँच 6 घन्टाको बाटो हिँडिसक्यो होइन र पनि यो काठको लाग्यो भनेको स्टार्टिङ पोइन्ट हो हाम्रो तर गलेर थपेर खुट्टाहरू लास्ट दुखिरहेको छ क्या पहिलालाई यस्तो भइरहेको थियो है त्यही भएर अब खै खाजा काटेको छ त्यो पनि थाहा पनि छैन हिँडेको छ लास्ट पनि a few moments later साथीहरू यहाँ त फर्सी त यस्तरी क्या छानाभरि यहाँ त फर्सी हो नि यहाँ त कति धेरै फलेको रहेछ यो चाहिँ सुङ्गुलतिर हो बाटो चाहिँ अहिले चाहिँ ओह्रालो उकालो लड्ने भिड जस्तो यो गाडीको बाटो कस्तो छ सबैजना अगाडि पुगिसक्नुभयो अगाडि हुनुहुन्छ निनीहरू घरतिर चाहिँ यस्तो हुन्छ है स्कुटी बाइक राख्ने चाहिँ पार्किङ चाहिँ 1 hour later साथीहरू हामी चाहिँ अहिले यो दोकान भन्ने जग्गामा आइपुग्यो अरे होइन यो चाहिँ फर्स्ट टाइम हो म चाहिँ एकदम अनौनै छु यहाँ चाहिँ तपाईँ देख्न सक्नुहुन्छ अब चाहिँ हामीले यहाँनिर खाजाहरू खाने यहाँनिर चाहिँ सानो बजार रहेछ क्या यहाँ अम्बक यो घाउ भएको नि मेरो यो यस्तै हुन्छ है ठाउँमा यो चाहिँ पाकिरहेको छ। a few moments later त्यहाँ चाहिँ निन्दा लाग्छ अरे झन् खाएर अब हाम्रो चाहिँ हामी बाटो लाग्यो। 1 hour later साथीहरू मेरो यो झोला बोक्ने चेन्ज पनि चेन्ज भइसक्यो थाहा क्या म चाहिँ धेरै अनि यो दोभाने भन्ने माथि कहाँ त 3 खोला मिसेको भने कान्छ कहाँ हो 3 खोला मिसेको भनेको यो ठाउँलाई चाहिँ दोभाने भर्खर आइपुग्यो कि आइपुग्न चाहिँ गाई तर
यहाँ चाहिँ पुल पनि नरहेछ अब यहाँबाट चाहिँ कसरी जानुपर्ने बाबा अब त अब जुत्ता खोलेर टक्कसँगले हिँड्ने हो A few moments later. पुल कान्छाले बोल्दैछ गाइस मलाई चाहिँ यो पानीमा ओ ल है झार्दै यत्रो खालको बाटो राइट ल भइराख्दै थ्याङ्क यू भेरी मच ओ माई गोस कता गयो दिदैन यसले खाएछ क्या ए हट्यो यस्तो बनाइदिएछ नि त मेरो दाइ रगतै रगत भाइ चाहिँ यहाँ गयो धेरै उ रहेछ ऊ त्यत्रो अग्लो मान्छेलाई त अब गाह्रो भयो हामीलाई त डुबाउने रहेछ नि हामीलाई त डुबाउने रहेछ बाबा आउनु रहेछ अब यहाँ बाबा आउनु रहेछ मिना निनी बाबा बाबा चाहिँ आइपुग्नुभयो निनी पनि अलमोस्ट आफूले ल्यायो यो चाहिँ बाबाले यहाँ भन्नुहुँदैछ क्या घिउसँग भात खुवाएको अरे यो चाहिँ त्यही निकालेको परिसनले सक्यो नि त्यो त ल यसले पनि 1000 पायो 15 minutes later. त्यो खोला तरिसके पछाडि चाहिँ यो अर्को पनि खोला रहेछ अनि मैले सानो क्लिप बनाएको थिएँ ढुङ्गा एकदमै धेरै चिप्लो थियो क्या यहाँनिरको अर्को खोलाको पनि अन्त नि गरेको हुँदै त 2 hours later. गाइस हामीहरू यस्तो अन्धकारमा छौँ दिदी तपाईँलाई कस्तो भइरहेको छ अहिले ला यहाँ पोखिए त यो चाहिँ साथ हो एकदम मिठो छ है यो चाहिँ सूर्य पनि देखिरहेको छ के हरायो टिमुरहरू होइन टिमुरहरू अब यो खाने हो बलियो भएर अनि यहाँबाट चाहिँ अब उकालो छ उकालो हिँड्ने हो 7 hours later. हेलो सुप चाहिँ यस्तो भएछ है चनाहरूको रहेछ सिमीहरू माइला कान्छ हामी कहाँ आइपुग्यो अहिले कति 4 पो बज्नु आँट्यो त नि नन स्टप हिँडेको बिहानको रातभरि हिँड्यो नि कान्छा कस्तो भयो त रमाइलो भयो अब 2 घण्टा पछाडि ट्याक्कै हामी 24 घण्टा हिँड्न हिँड्छ है म 15 घण्टा हिँडेको भन्दै यहाँ अन्डा पनि रहेछ एउटा अन्डा लिऊ है ल 1 hour later. गुड मर्निङ फ्रम यो के भन्ने खोइ मलाई पनि थाहा छैन है यस्तो छ जङ्गलै जङ्गल छ अब यो मलाई पनि थाहा छैन यो कता हो जङ्गलै जङ्गल छ है भाइहरू चाहिँ अगाडि छ होइन अनि म चाहिँ यहाँ पछाडि आज हामी रातभरि निदाएन क्या नन स्टप हिँडेको घरबाट बाक्साबाट 6 बजी अलमोस्ट हिँडेको होला त्यसपछि बाटोमा बिसाउँदै आयो सुतेकै छैन आज सुतेकै छैन अब एकैचोटि सालपा पुगेपछि मात्रै एकछिन बजार घुम्ने अनि त्यसपछि दर्शन गर्ने बजार घुम्ने अनि फर्किने एकचोटि सुतेको छैन हो निदाएकै छैन लास्टै जाडो छ नि त त्यसमाथि त्यही भएर पनि 2 hours later. साथीहरू हामी चाहिँ अलमोस्ट सालपा सिलिजुनिर आइपुग्यो अब चाहिँ यहाँबाट चाहिँ हाफ एन आवर जस्तो लाग्छ अरे ऊ त्यो देख्नुभएको त्यो सबैभन्दा सानोभन्दा पनि पिच्छाको त्यो चुचुरो कटेर जानुपर्छ अरे म चाहिँ यहाँ आएपछि अलिकति साहस आए जस्तो भएको छ अब यसरी हिँडिरहेको छु हालत त्यस्तै छ
अब यो ड्यू खाएर जाने। त्यहाँ चाहिँ मेरो सोच स्ट्रिक छ, यो ड्यू खानेकुराहरू चाहिँ सबै हामीले त्यो दोकान लिएको, त्यो दोकान रहेछ। अब चाहिँ हामी पारी जानुपर्ने। हामी चाहिँ फुल टङ्का आइपुगेको छ त्यो साथीहरू। अब चाहिँ हामी पोखरीतर्फ लाग्दैछौँ। हामी चाहिँ पोखरीतर्फ यहाँनिर चाहिँ भोजपुर जाने, बागलुङ अनि साल्पा अनि फेरि जाने त्यो बाटो चाहिँ देखाइदिनु भएको रहेछ। हेलो साथीहरू, हाई गरौँ, हात हल्लाइदिउँ। के छ अनि कस्तो हुँदैछ? अब आइपुग्ने बेला भयो। मनमा ट्रेकिङ गरेर त्यत्रो हिँडेर फाइनल्ली पुग्न आँट्यो। एकदम ह्याप्पी छ है म चाहिँ होइन, एक्साइटेड पनि छैन। तपाईँको कस्तो के छ? मलाई तल हुँदाखेरि चाहिँ कस्तो राम्रो लागिरहेको छ, थाकेर गरेर। अब चाहिँ अब छोरा चाहिँ भनेपछि मलाई जस्तो एक्साइटेड। दुईजना एकदम ह्याप्पी मुड हुनुहुन्छ। भाइ पुगेर फर्किसक्नु भएछ तपाईँहरू। हाम्रो पालो गयौँ है त, रमाइलो छ। तपाईँहरूलाई पनि मन पऱ्यो भने आउनु सक्नुहुन्छ। तर आउँदाखेरि खोटाङको बाटो आउनुभयो भने चाहिँ अलिक अप्ठ्यारै छ। 2 hours later. हेलो गाइज है, फाइनल्ली है गाइज, एट द इन्ड। हिजो बिहानको 6 बजेदेखि सुरु गरेको हाम्रो ट्रेकिङ अहिले समथिङ त्यस्तै 11 बज्यो होला। नन स्टप हिँड्नै छ। फाइनल्ली साल्पाको पोखरी चाहिँ यो डाँडाबाट देखिन्छ भन्ने चाहिँ खबर पाएँ मैले होइन। म हिजोदेखिको गरेको ट्रेकिङ होइन, यति वेटिङमा छु है। कस्तो छ भ्यू मलाई केही थाहै छैन होइन। तर फेरि यस्तो एक्साइटेड छु नि म हेर्नुको लागि चाहिँ। यतादेखि देखिन्छ भनेर भनेको छ है, यो डाँडादेखि चाहिँ पुरा देखिन्छ भ्यू अरे होइन। डाँडाहरू छ, भ्यूहरू चाहिँ एकदम राम्रो छ होइन। मान्छेहरू सबै फर्किसकेको रहेछ, हामी चाहिँ भर्खर होइन। अब गाइस भ्यूहरू चाहिँ हेर्नु चिल छ है। यत्तिको भ्यू चाहिँ गाइस तपाईँहरूले सायद कमै मात्रामा हेर्नु पाउनु होला होइन। अब होइन त्यो डाँडा है, त्यो डाँडा दुईचक्क उदय हेऱ्यो भनेदेखि चाहिँ पोखरी देख्छ अरे है। हिजोको ट्रेकिङको लक्ष्यको मेन पोइन्ट त्यही खै हो, त्यो पकाएको डाँडादेखि होइन। गाई चाहिँ हिजोदेखि है हिँडेको कस्तो हुन्छ है, रिजल्ट हेरौँ है त होइन। गिटी त हुँदैन होइन, अब स्थल हो यस्तो त हुँदैन नि। रिग्रेट नहोस् न त्यत्रो हिँडेको होइन, कोही सुते छैन, हिँडेको छ हिँडेको छ पागल जस्तो होइन। होइन ढोल्नी बज्दैछ है धामीको हुन्छ, देख्न सक्दै हुन्छ हल्का हल्का स्टुपा जस्तो छ। तर त्यो कि स्टुपा चाहिँ होइन होला सायद कि होइन है। सैराजा सै हुँदैछ है। अब धेरै छैन है गाइस हिजोको ट्रेकिङको रिजल्ट है। अब केही देरमा आउनेवाला छ होइन। भ्यू चाहिँ चिल छ गाइस, आम्बो यार यत्तिको भ्यू चाहिँ चिल छ। ढोल बजेर तपाईँले सुन्नु भएको छैन होला है, तर म चाहिँ पुरा स्पष्ट सुनिरहेको छु कि ढङ्को होइन। धार्मिक स्थलबाट धामीहरू होइन गएर आफ्नो इच्छा गरेर फर्किँदै हुनुहुन्छ होइन। पुरा बुक्कीमा फुल उहाँ चाहिँ हाम्रो मेन धामी। जुन डाँडा देख्दै हुन्छ नि, यो चाहिँ साल्पाको मेन इभेन्ट, मेन पोइन्ट सिलिचुङ भन्छ यसलाई चाहिँ। तर हामी चाहिँ अनफर्चुनेटली जानु पाएन, किनकि अहिले गयो भनेदेखि हावा हुन्डरी हुन्छ अनि रिस्की पनि छ। अनि यसपालि त अब भएन नै। अब अर्को वर्ष चाहिँ मेन टार्गेट गर्छु यसलाई। म चढ्छु होइन। अनि बिजुवा भनेको धामी यहाँ आएर चाहिँ मलाई चाहिँ साथीहरू खुसी लागिरहेको छ। हिजो दिनरात यति धेरै स्ट्रगल गरेँ, आजसम्मको चाहिँ यो यत्रो टाइमसम्म चाहिँ म ट्रेकिङ चाहिँ एकचोटि गएको छु होइन। त्यतिखेर 15 आवर्स हिँडेको, म हिँडिहाल्छु नि भनेर आएको होइन। तर यो चाहिँ लास्ट डेन्जर उकालो रहेछ। स्ट्रगल चाहिँ यति धेरै थियो होइन। यहाँ आइपुगिसके पछाडि यो देखिसके पछाडि चाहिँ कस्तो रिलिफ मिला जस्तो भएको छ मलाई साथीहरू। अझै तल पोखरी पुग्न बाँकी नै छ अनि बजार पुग्न बाँकी नै छ। भिडियो हेर्दै गर्नु होला के कस्तो हुन्छ। थ्याङ्क्स। नोक्चो पार्क साल्पाको दोस्रोचोटि भयो यो चाहिँ। अनि पहिलोचोटि पनि एकदम राम्रो भएको थियो, योचोटि पनि राम्रै मान्नुपर्छ, अब नराम्रो भन्नु हुँदैन। अनि त्यस्तै
चाहिँ अब यहाँ नक्चु हुँदो रहेछ मलाई चाहिँ म त चलाउन जान्दैछु है ओके बिजुवा दामी हो मैले पनि यहाँ साल्पा सुरु देखिसके पछाडि चाहिँ पहिलोचोटि सुरुवात हो यो चाहिँ म यहाँ धुप बालिदिनेछु यहाँ हाम्रो नक्छु यहाँनिर बिजुवालाई ल मैले अब यो नक्चु पार्कमा फर्स्ट टाइम आएको म चाहिँ फर्स्ट टाइम नै अब धुप लगाउनु गइरहेको छु A few moments later. हिँड्नै मन छैन हौ फेरि यार हामीले आफ्नो पावर ल्याएर कान्ता यहाँ छ है सक्यो भने यहाँ छ है यो चाहिँ के हो यो चाहिँ मेन हो लाउ कान्छ यो चढाउ यहाँबाट चाहिँ कता हो खोइ त चाहिँ म यस्तै गयो क्या हो हिँड न कान्छ उता कति फास्ट हौ अनि ढोगा यो दादाको गाईबारे मैले सोच्दिनँ कि मेरै बारेमा सोच्नु गाईको यसो मनमा जप्नु नि यो चाहिँ दादाको जे सोचेको त्यही पुरा होस् दाइलाई गर्नु दिनु सबैले हात लाउनु भयो अङ्कललाई गर्नु A few moments later. आन्टी हटाउनु भएन त यहाँनिर चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सुम्निमा पाहाडवाङ हो यो चाहिँ हाम्रो तिनचुला हो मेन 20 minutes later. चाहिँ सालपामा
हाम्रो सुन्दरको बहिनी है म चाहिँ सुन्दरको बहिनी हजुर 1 hour later. साथीहरू दुःख सुख जस्तो भए पनि भनौँ नि स्ट्रगल चाहिँ एकदमै धेरै भयो होइन किनभने बाटो चाहिँ होइन हुन त फर्स्ट टाइम पनि आएको तर मैले यति धेरै सोचेको थिइनँ कि यस्तो धेरै गाह्रो छ यो साल्पा सिरुचो आउनलाई यति धेरै गाह्रो हुन्छ भनेर चाहिँ मैले चाहिँ नसोचेको के यस्तो हुन्छ भनेर थाहा पाएको भए त यत्रो धेरै बाटो त एकदम गाह्रो छ भनेर थाहा पाएको भए त अस्तिको दिनै हिँड्थ्यो हामी हिजो मैले अगाडि पनि तपाईँलाई भनिसकेँ म 6 बजी म भन्दा नि हामी 6 बजी हिँडेको थियौँ होइन अनि 6 बजीदेखि ननस्टपै अब बाटोमा बिसाउनु चाहिँ बिसायो होइन ठाउँ ठाउँमा रेस्ट गर्दै आयो अनि तल खोलामै अलमोस्ट 1-1.5 घन्टा जस्तो लाग्यो होला त्यो बाइक बिस्तारै बिस्तारै आउँदा पनि जङ्गलमा कस्तो गाह्रो भएको के हामी चाहिँ अब पुरै त्यो हुन्छ नि सबै राम्रै तरिकाले आएको थियो मतलब भन्नुको मतलब व्यवस्थित तरिकाले नै आएको थियौँ हामी चाहिँ होइन सबै तर यहाँ चाहिँ राम्रो व्यवस्था नरहेछ क्या मतलब अब यो सालपछिले चाहिँ अब धेरै आउने नजाने भएर पनि होला एक त यो वैशाखी पुर्णे अनि यो कार्तिके पुर्णे त्यस्तोमा आउने भएको भएर पनि होला होइन अलिकति डेभलप हुन बाँकी चाहिँ रहेको त्यही भएर हामी चाहिँ एकदमै मुस्किल आइपुग्यो यो त्यो त मैले हिजो भिडियोहरू बनाइनँ रातिको राति भनेपछि 10, 11, 12 1 बिहानैसम्म हिँडेको नि तर 12-1 बजी चाहिँ यस्तो उकालो जङ्गल थियो साइडबाट पनि झऱ्यो भने खोला यताबाट पनि खोला बिचमा यस्तो सानो गोरेटो के लाइक वान मिस्टेक गेम फिनिस्ड भनेर टाइप यस्तो डेन्जर बाटो है म त त्यो बाटो हेर्दै हिँडेको यसरी फर्केर हेर्न पनि होइन हिँडेपछि नन स्टप उकालो हिँडेको गर्नुपर्ने त्यस्तो बाटो पनि आइपुग्यो है अनि साल्पा पुगिसकेर चाहिँ जस अर्थित लाग्यो यति धेरै राम्रो लाग्यो मन पनि यति धेरै शान्त भयो होइन मन पनि एकदम धेरै खुसी छ साल्पा सिरुचुको यो ऊ चाहिँ स्ट्रगल अनि मेमोरी त यति धेरै छ मेमोरी यति धेरै छ है एकदमै धेरै दुःख पनि अनि एकदमै धेरै पुगिसकेपछि चाहिँ खुसी मन एकदमै राम्रो पनि लाग्यो है म चाहिँ लाइफकै फर्स्ट टाइम आएको थिएँ म र मेरो भाइ चाहिँ अनि अर्को भाइ चाहिँ अगाडि पछाडि जस 2 चोटिसम्म आइरहेको रहेछ अनि यो साल्पा सिरुचु चाहिँ कि त 1 चोटि आउने कि त 3 चोटि कि 7 चोटि जोड नबनाउनु रे बिजोड बनाउनु रे भन्छ मेरो चाहिँ अब यो फर्स्ट टाइम हो अब अनि यस्तो पनि रे अब कहिले आउँदिनँ भन्न पनि मिल्दैन त्यस्तो पनि भन्नु रे आउँछु भनेर पनि नभन्नु रे भनेर एउटा भनाइ रहेछ अब समय साथले दिएछ भने फेरि जुरेछ भने चाहिँ पक्कै पनि म आउने छु तर म भाकल चाहिँ राख्दिनँ अब यहाँदेखि यता भन्नुहुन्छ भने अब भाइहरू अगाडि गइसक्यो होइन मैले चाहिँ यो अलमोस्ट अन्तिमकै भिडियो बनाइराखेको छु किनभने अब यहाँदेखि चाहिँ उता चाहिँ अब जङ्गल छ क्या ओह्रालो झर्नुपर्छ नि त हिजो उकालो हिँडेको बाटो त्यसैले गर्दाखेरि पनि अब चाहिँ ओह्रालो झर्न अलमोस्ट 7-8 घन्टा लाग्छ अरे क्या अनि नन स्टप हिँड्ने भनेर चाहिँ अहिले अब भरे रात परेपछि भिडियो बनाउनु पोसिबल पनि हुँदैन लाइटहरू पनि छैन अहिले तपाईँहरूलाई मैले भनिहालेँ होइन यो मेरो एन्डिङ भिडियो पनि हुनसक्छ या भएन भने चाहिँ म फेरि अगाडिको भिडियो बनाउने नै छु 2 hours later. Many hours later. तपाईँले पुगेकोमा होला हेर्नु त यो मेरो होइन मेरो पनि यहीँ पो त अनि तपाईँहरू मैले कहाँ हालेको किन हेरेर यो गयो यार तपाईँको गुरु हो यो होइन
उहाँ हुनुहुन्छ होइन, दुईजना दमिनी हुनुहुन्छ अनि यता धामी हुनुहुन्छ कि। अनि उताबाट चाहिँ उता चाहिँ भर्खर सालपा गएको धार्मिक स्थल गएको, यताको चाहिँ फर्केको कि। अनि भाइ नाच हुन्छ कि भनेर कि, उता चाहिँ फर्किने ग्रुप हो। अनि उता चाहिँ गएको, अब उहाँहरूलाई पनि 2 दिन जति लाग्छ होला फर्किनु। उता चाहिँ भाइहरू पौडी हान्दैछ होइन, हो छ। हामी चुचु अनि तपाईँहरू त भेटै गर्नु भएन त धमिनीसँग त गर्नु हुँदैन त्यस्तो खाले पर्नु भएन। उता पनि त्यस्तो परेन ए होइन 3 जना गर्नुपर्छ कि भए कतै टाढो बाटोबाट आउनु भएको क्या उताको धमिनीहरू 2 hours later. सोई रानी सोई